सम्पूर्ण साथीहरुमा नमस्कार। यो भिडियोमा हामी DHIS 2 ई-रेकर्डमा ओपिडी सेवा दिएको अभिलेख कसरी राख्ने भनेर हेर्न गइरहेका छौँ। सर्वप्रथम चुज अ प्रोग्राममा गएर ओपिडी छनौट गर्नुहोस् र तपाईको अर्गनाइजेसन युनिट प्राय छनौट भएको हुनेछ। अहिले मैले नयाँ पार्टी स्वास्थ्य चौकीलाई छनौट गरेँ। यहाँ हाम्रो कुनै पनि सेवाग्राहीको अभिलेख देखिएको छैन। त्यस्तो अवस्थामा हामी क्रिएट न्यू सेवाग्राही गरेर सेवा दिन्छौँ। यदि अभिलेख छ भने यहाँ भएको देखिन्छ भने यहाँ भएको लिस्टबाट हामी क्लिक गरेर सेवा दिन पनि सक्छौँ, अर्थात् हामी सर्च गरेर पनि दिन्छौँ। अहिले नभएको केसमा हामी क्रिएट न्यू सेवाग्राही गऱ्यौँ। मैले एकजना ओपिडी सेवाको लागि नयाँ सेवाग्राही दर्ता गर्दैछु। यहाँभन्दा माथिका फिल्डहरू म्यान्डेटरी छैनन्। अहिलेलाई मैले रमेश श्रेष्ठ भन्ने सेवाग्राहीलाई सेवा दिएँ। ऊ 55 वर्षको हुनुहुन्छ उहाँ, र मैले वर्षमा गएर इयर्समा गएर 55 भरेँ। सोझै तपाईँ इयर्समा गएर भर्न सक्नुहुन्छ 5 वर्ष माथिको लागि। जाति कोड श्रेष्ठ भनेपछि जनजातिमा लेखेँ, पुरुष राखेँ, ठेगाना मैले गोकर्णेश्वर भनेर राखेँ, वडा नम्बर 2 राखेँ। फोन नम्बर राख्न नबिर्सिनु होला, तपाईँलाई पछि सर्च गर्नलाई सजिलो हुन्छ। 010101 ओके। मैले फोन नम्बर सेभ गरेँ। गरिसकेपछि सेवाग्राही दर्ता भयो। अब हामी ओपिडी सेवा दिनु पर्यो। ओपिडी सेवा दिनको लागि तपाईँ यहाँ ओपिडी छनौट भएको हुनु पर्यो, यहाँ को व्यक्ति हो त्यो व्यक्ति छनौट भएको हुनु पर्यो, अनि बल्ल तपाईँ यो न्यू आउट पेसेन्ट सर्भिस इभेन्ट भन्नेमा गएर क्लिक गर्न सक्नुहुन्छ। यहाँ क्लिक गरिसकेपछि ओपिडी सेवाको लागि हाम्रो फर्म खुल्छ। तपाईले सेवा दिएको मिति कहिले हो, यो मिति अनुसार तपाईको 9.3 हामी जुन जेनेरेट गर्छौं, कुन महिनामा राख्ने हो सेवाग्राहीको रिपोर्ट, त्यो महिनामा रिपोर्ट हुन्छ। यो सेवाग्राही साउन महिनापछि पहिलो पटक आएको छ, मैले नयाँ गरेँ र यो सेवाग्राही चाहिँ पहिलो पटक केही सेवा डायरिया भएर आएको छ सपोज, त्यसले गर्दा मैले नयाँ गरेँ। सेवा मैले अहिले डायरिया भएर ओपिडीमा राखेँ। यदि एनसिडी हो भने हामी एनसिडीमा क्लिक गरेर कस्तो प्रकारको एनसिडी हो त्यो एनसिडी सेवा पनि हामी यहीँबाट सेवा भर्ने गर्छौँ। उचाइ उसको कति छ भन्दा अहिले मैले 165 सेन्टिमिटर लेखेँ। तौल कति छ भन्दा 80 किलो राखेँ। उचाइ र तौल राखिसकेपछि उसको बिएमआई आउँछ। बिएमआई तपाईँले यहाँनिर फिडब्याक विन्डोमा पनि देख्न सक्नुहुन्छ, यहाँनिर पनि देख्न सक्नुहुन्छ। तापक्रम उसको मैले लिन अहिले अरू केही पनि लिन, प्रेसर लिएँ 130/90 रहेछ। र उसको शिकायत के छ, DIARRHOA डायरिया सिन्स 3 डेज छ। आइसिडी कोड मैले के लेखेँ, DIARR यो डायरिया नन इन्फेक्सियस प्रिजम्पटिभ डायरिया भनेर रहेछ। मैले केही ल्याब टेस्टहरू लेखेँ भने तपाईँ यहाँ लेख्न सक्नुहुन्छ। अनुसन्धान सम्भावित निदान यहाँ लेख्न सक्नुहुन्छ। ल्याब परीक्षण दिएको भने यदि अनडेस्क स्क्रिनिङ सेवा दिनुभयो, जस्तो ब्लड ग्लुकोज टेस्ट गर्नुभयो अथवा युरिन स्ट्रिपबाट टेस्ट गर्नुभयो भने त्यस्तो केसमा चाहिँ ल्याब परीक्षणमा गएको भनेर तल राख्न सक्नुहुन्छ। अर्थात् तपाईँका ल्याब छ, डेडिकेटेड ल्याब भने तपाईँले ल्याब टेस्टहरू लिएको विवरण चाहिँ यहाँनिर यसरी सिबिसी गर्न पठाउनु भयो, एचबी गर्न पठाउनु भयो, डायरिया भएको छ त्यसले गर्दा अरू के टेस्टहरू स्टुल आदि गर्न पठाउनु भयो, यसरी तपाईँले यहाँ लेख्न सक्नुहुन्छ। अहिले औषधि के दिनुहुन्छ, तपाईँले ओआरएस दिएर पठाउनु भयो सपोज, आवश्यकता अनुसार खाने भनेर 5 स्यासेट दिनुभयो है। औषधि दिएको 5 स्यासेट दिनुभयो। यसरी तपाईँले अन्य औषधिहरू दिनुभयो भने औषधि थप गर्दै जान सक्नुहुन्छ। र सर्जिकल प्रक्रिया गरिएन, सम्भावित क्षयरोगी होइन, लैङ्गिक हिंसाको पनि होइन, त्यसले गर्दा मैले अरू भरिनँ। कहिले आउने भन्दा यदि डायरिया ठिक भएन मैले 3 दिनपछिलाई फलोअपमा बोलाउन सक्छु अनि मैले कम्प्लिट गर्छु। यदि कम्प्लिट गरिसकेपछि मैले 3 दिनपछि बोलाएको छु सेवाग्राहीलाई र ठिक भएन भने मात्रै आउनु होला भनेको छु, ठिक भयो भने नआउनु होला भनेको छु। त्यसले गर्दा मैले अहिले सेड्युल गर्दिनँ, भनेको नो क्यान्सल गर्छु सेड्युल नगर्नको लागि। भने नो क्यान्सल गरिसकेपछि के भयो, यो सेवाग्राहीको यो इभेन्ट यहाँ यसरी कम्प्लिट भएर बस्यो। तर यदि मैले 3 दिनपछि सेवाग्राहीलाई 3 दिनपछि अनिवार्य रूपमा आउनु होला भने अथवा 3 दिनपछि आउनु होला भने त्यस्तो केसमा मैले के गर्छु, यहाँनिर मैले उदाहरणको लागि अहिले नो गरेपछि सेभ त भयो, तर मैले 3 दिनपछि अनिवार्य रूपमा आउनु होला भनेर मैले उसलाई सेड्युल गर्न चाहन्छु भने मैले यहाँनिर यो विन्डो आएको बेलामा एस क्रिएट न्यू इभेन्ट गरेर मैले यहाँनिर सेड्युलमा क्लिक गर्छु। यहाँनिर सेड्युल गरेपछि 3 दिन पछाडिको डेट आफै आउँछ, मैले यहाँ सेड्युल गरिदिन्छु र 3 दिन पछाडिको सेवाग्राहीको 3 दिन पछाडिको यहाँ सेड्युल इभेन्ट पनि भयो, यहाँ कम्प्लिट पनि भयो। यसरी हामी ओपिडी सेवा दिन सक्छौँ। ख्याल गर्नुहोला, ओपिडी सेवामा हामी ओपिडी र एनसिडी यी दुवै सेवाहरूको, एनसिडी हो भने एनसिडीमा क्लिक गरेर अभिलेख राख्छौँ भने ओपिडीको हो भने ओपिडीमा क्लिक गरेर त्यो अनुसारको अभिलेखहरू भर्ने गर्दछौँ। यति कुराहरू मैले यो भिडियोमा जानकारी गराउन चाहेँ।
अन्य सेवाहरूको लागि थप भिडियोहरू हेर्दै गर्नुहोला। हस्, धन्यवाद, नमस्कार।